हेलो नमस्ते छ तपाईहरुलाई। आज म फेरि एउटा चाहिँ नि आलुको परिकार बनाउँदैछु। यसलाई चाहिँ पोटेटो स्टिक भनौँ न हैन। आलु उसिनेर चीज हालेर पार्मेसन चीज, मोजरेला चीज, सल्ट, पेपर सबै थोक हालेर चट्ट तीखो मिठो एकदम स्वादिष्ट क्रिस्पी बनाउँदैछु। तपाईहरुलाई कतिको मन पर्छ? मन पर्यो भने लाइक, शेयर, कमेन्ट पनि गरिदिनु होला। झापा झाँगाटोली युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। मैले चाहिँ हैन यसरी बनाइसकेर आधी घण्टा जति डिप फ्रिजमा राखेर अनि फेरि त्यसलाई निकालेर यसरी फ्राई गरे। फ्राई गरेपछि खानको लागि एकदमै स्वादिष्ट टक्कसँगले सससँग खानुपर्छ। जुनै सससँग खाँदा पनि राम्रो हुन्छ। यो आलुको स्टिक हो है, दामी छ, एकदम ब्राउन कलरमा आएको छ। यसलाई खानको लागि चाहिँ तपाईहरुको यो प्रायः जसो ब्रेकफास्टमा दिनको लागि चाहिँ अत्यन्तै राम्रो छ। ल हेर्नुस् है, म अब भाँच्छु। चट्ट लाएर कस्तो दामी आउँछ हेर्नुस् है। क्या दामी छ। अब चट्ट लाएर यसो गरेपछि मुखमा पनि पानी आइसक्यो मेरो त। अब चट्ट लाएर अलिकति भाँचेर हेर्नुस् है, म छ्याप्प खान्छु। क्या कस्तो मिठो, क्या दामी मिठो छ है। यदि तपाईहरुलाई नि खान मन पर्यो भने सम्पर्क गर्नु होला, कन्ट्याक्ट गर्नु होला भन्दै तपाईहरुलाई कस्तो लाग्छ भिडियो माया गरिदिनु होला। झापा झाँगाटोली युट्युब च्यानललाई तपाईहरुलाई नमस्ते। झापा झाँगाटोली युट्युब च्यानलमा तपाईहरुलाई यो भिडियो मन पर्यो भने सब्स्क्राइब पनि गरिदिनु होला, माया पनि गरिदिनु होला। थ्यांक यू, बाइ बाइ।